Hello guys, good morning. Welcome back to our YouTube channel. आज चाहिँ हामी जाँदैछौँ कामाख्या मन्दिर। एकदमै ढिलो भइसक्यो हामीलाई। अब चाहिँ हामी निस्किनु लागेको बाटोमा अलिअलि भिडियो बनाउँदै जान्छौँ। लाइनहरु पनि बस्नुपर्छ रे एकदम मैले सुनेको चाहिँ यहाँ सबैजना रेडी भइसक्नु भएको छ। 2:30 बजेतिर उठेर हामी रेडी भएको। अब हामी कामाख्या देवीको दर्शन गरेर फर्किन्छौँ। यस गाइस, त्यति नै छ अहिलेको अपडेट। त्यतिको त हुनु पर्यो नि। हामी चाहिँ यता रुमबाट निस्किसक्यौँ। बाबालाई गरम भएर भन्न नि। बाबालाई गरम भएर फेरि झोला ओसार्दै हाम्रो बाहिर चाहिँ जाडो जाडो रहेछ। अहिले चाहिँ 3:50 पो हुँदैछ। हामी चाहिँ अब जाँदैछौँ। मेरो मम्मीलाई कति राम्रो देखेको जाँदैछौँ कामाख्या मन्दिरतिर। आइपुग्यौँ ल हामी। यहाँ कुपनको लाइनमा बस्नुपर्छ अरे। ओ यहाँ छ लाइन चाहिँ बस्ने ठाउँ। यहाँ हुन्छ। हामी चाहिँ जाँदैछौँ लाइन बस्नुको लागि। यसरी बेलुकैबाट लाइन बस्नु पर्दो रहेछ पूजा गर्नको लागि। भगवानको चप्पलहरू राखिसकेर अब चाहिँ निस्केको। कति लामो लाइन छ हेरौँ। अब म धेरै नै छ जस्तो छ लाइन त नि मम्मी। 3 बजेबाटै मान्छेहरू लाइन रातिबाटै यही बस्छन्। वहाँसम्म छ लाइन। वहाँ माताको मन्दिरमा आएर चाहिँ अब हामी फेटाहरू बाँध्दैछौँ है। ठिकै छ। कस्ता फेरि च्याप्पो हुन्छ क्या छिटो छ। जय माता दी बानेर हामी चाहिँ यहाँ अब रेडी भइसक्यौँ। बल्ल 4:13 गयो। अब यहाँ लाइन चाहिँ खुल्छ अरे 5 बजे। यतिकै लाइनमा बसिरहनु पर्छ। हामी चाहिँ यहाँ 4 बजे आइपुगेको थियौँ। हेर्नु होला कति धेरै लाइन भइसकेको छ। कति धेरै भइसकेको छ। वहाँ परसम्म लाइन छ। जेएनजी आन्दोलनको कुरा हुँदैछ यहाँ फेरि। काठमाडौँबाट आउनुभएको अङ्कलसँग भेट भएको छ कि। बुवा कस्तो भइरहेछ तपाईँलाई? हामीहरूको उता हो भने सजिलो हुन्थ्यो। यहाँ चाहिँ सजिलो छैन। कस्तो बाङ्गे छ त हौ। दुखेको पनि निको हुन्छ। तपाईँलाई कस्तो भइरहेछ? जान्छौ अहिले त कस्तो पनि भएको छैन। अब दर्शन गर्न चाहिँ रहर लागेको छ पुरै। खुट्टा हेर्नु है, खाली खुट्टा यसरी बसिएको छ। अलिकति राम्रो भएन क्या यसरी लाइन बस्ने। बिहान 3 बजे 2 बजे 1 बजे एउटा लाइन बस्ने व्यवस्थित त्यहाँ व्यवस्थापन गर्ने मान्छे कोही रहेनछन्। अब आफै आउनु पर्ला। अब हामी आफै आएर यहाँ व्यवस्थापन चाहिँ मिलाएर जानु पर्छ। यो चाहिँ भएन। दुईजना यहाँ हरे राम गर्दै बसिरहनु भएको छ। हरे राम एकदमै चिसो छ कि। हामी चाहिँ यहाँ ग्यासको दबाई नखाइ चाहिँ हामी सक्दैनौँ क्या। अब यो पछाडि जो जाँदै हुन्छ अङ्कल आन्टीहरू, यो चाहिँ लाइन लाग्नेको घुइँचो लागिरहेछ। वहाँ तलसम्म छ। त्यही हेर्नु है, वहाँ छ। वहाँ एकदमै धेरै भिड हुँदो रहेछ। यहाँ चाहिँ हाम्रो पशुपति जस्तै नै लाइन चाहिँ हिँडेर अहिले हामी अब हिँड्दैछौँ। किन हिँडेको यो लाइन थाहा छैन। टोकन त अहिले दिँदैन होला। फेरि हामी चाहिँ उहाँ लाइनबाट घुमेर आएर यस्तै यहाँ बस्ने ठाउँमा बसिरहेछौँ। यस्तो हुँदो रहेछ बस्ने ठाउँ चाहिँ। फेरि सबैलाई राखेर अहिले फेरि टोकन लिन बाहिर कुद्नुपर्छ हामी। कुन चाहिँले छोड्यो गोनायो। यस्तो हजुरबा नानीहरू छ कि कसले हो कसले गाह्रो भयो चिन्ने। हामीलाई त कस्तो डबल छोडेको फेरि। खाजा खाँदैछु नै बिहानको खाजा। खै तपाईँको चाहिँ खाजा? गाई अल्छी लागेको छैन। बसिरहेको छौँ हामी। त्यस्तो भन्नु पर्दैन। यसरी अल्छी लागेको छैन यसलाई टिक्कै न त्यस्तो भन्नु हुँदैन क्या भगवानको ठाउँमा। यस्तो अब चाहिँ टोकन लिने लाइन यसरी कुद्नु पर्दो रहेछ। हेर्नु है, यता फर्किनु पर्छ।
लाइनमै हिँड्दै हामी चाहिँ अझै पनि अब त्यहाँ पुग्नु बाँकी छ। अघि चाहिँ हामी वहाँ छेउ कुनाबाट आएको लाइन चाहिँ यस्तो छ। जय माताजी। जय माता। यसरी कोही आउँदै कोही जाँदै गर्दा फेरि यही लाइनमा बस्नु पर्ने रहेछ। हामी पनि अब चाहिँ एउटा 2टा लाइन बाँकी छ, त्यसपछि त हामी पनि टोकन काट्ने ठाउँमा पुग्छौँ। अघि वहाँ परबाट हामी पनि यहाँ हिँड्दै आएको। पालो आउँदैछ हाम्रो पनि अब छिटै है अँध्यारोमा आएको हामी फाइनली उज्यालो भइसकेको छ। यही हो लास्ट लाइन चाहिँ अब हाम्रो यहाँपछि चाहिँ हाम्रो मन्दिरमा पुगिन्छ। यत्रो भिड छ बाफरे। फाइनली टिकट पनि पाएर हामी चाहिँ अब यहाँ कुद्दै लाइन लाग्नु जानुपर्ने हुन्छ। बाबा कुदेको अरे यहाँ चाहिँ हामी चाहिँ कुद्नै पर्छ है। अब कुद्नु जय माताजी। हटहरू कि तलै हुनु जाने चाहिँ मम्मीहरू चाहिँ कहाँ भइसक्नु भयो। मन्दिरहरू त गएको छु कि धेरै, नेपालको पनि धेरै गएको छु, तर यो यसरी कुद्दै जाने मन्दिर चाहिँ म अहिलेसम्म गएको थिइनँ। यहाँ यो टिकट पाइसकेपछि कुद्नु भनेको रोडिजको ट्याक्स गरेर यस्तै यो चाहिँ मैले अघि देखेको। मेरो लागि रोडिजको ट्याक्स होइन, त्यो मान्छेहरूलाई क्या पुरा कोले जित्छ कि भनेर कुदेको। हामी त लास्टमा थियौँ नि त, आइपुग्यौँ हामी चाहिँ। यो माला चलाइने भनेर झडाइ जसले बुझाएर त्यसरी झडाइ यो चढाउँछ माला अनि अर्को त्यहाँ सबै लगाइ। मन्दिर चाहिँ यहीँ छ। अब दर्शन गर्ने चाहिँ यहीँ हो। कुद्दै भाग्दै आएको हामी त। लाइन हिँड्दैछ भर्खरै मन्दिर गइजान्छ लाइनमा। बसौँ ल हामी पनि। मन्दिर चाहिँ यता रहेछ। हामी कता पूजा गर्नु जाने हो हेरौँ। हिँड्दै तल झर्दैछौँ। अब त पुग्नु आँट्यो भने अझै छ आधी घन्टा 1 घन्टा लाग्छ र छिटै सकिन्छ हाम्रो चाहिँ जस्तो लाग्यो। अरूहरूले कुरा सुन्दाखेरि चाहिँ ढिलो जस्तो लाग्थ्यो। पन्ना भनेको हाम्रो बिना भण्डारी हो नि त। अनि के यस्तो लामो लाइन छ, धेरै लामो लाइन छ। बुवा 10 वर्ष अगाडि आउनु भएको थियो है। 15 अनि यहाँ बुवाले हामीलाई पुरा भन्दै हुनुहुन्छ कस्तो थियो कस्तो थिएन भनेर। धेरै चेन्ज भएको छ जस्तो लागेको छ बुवालाई। यस्तो त थिएन, भुइँ त थिएन भन्दै हुनुहुन्छ। 44 वर्षको हामी दिदी पनि आएको, बाबा पनि आएको, सबै आएको। बाबा चाहिँ हाम्रो 45 वर्षपछि आएको हो। अब 45 वर्षपछि आउँदा कस्तो भयो केही नै थाहा छैन। होइन ठिकै हो। हामी त्यसबाट पसेर त्यतिखेर त्यो छानो निकालेको हामी हल्का बस्थ्यौँ न त। हामी चाहिँ चिया खाँदै मन्दिरको दर्शन। फाइनली ल गाइज भन्ने बानी भइसक्यो मलाई। हामी चाहिँ यहाँ लाइन चल्दैछ है बिस्तारै स्लो मोसनमा। बिहान उठेर लाइनमा आएदेखि जम्मा 3 घन्टा भइसक्यो। बस्दैछौँ हेर्दैछौँ के हुँदैछ। अब माथिबाट चाहिँ निकै तल झरेर आइपुगिसक्यो हामी। यति बजिसक्यो अहिलेसम्म हाम्रो फेरि लाइनमै छ। भित्रको पूजा सकेर आएको कि हामी। अब चाहिँ बाहिर गर्नु लाग्छ। अहिले म कहानी सुनाउँछु भित्रको के हुँदो रहेछ भनेर। मन्दिरको दर्शन सकेर हामी चाहिँ यहाँ घुम्दैछौँ है। आई मिन राउन्ड हान्दैछौँ, फोटोहरू खिच्ने अनि पूजाहरू गर्ने। निस्केको बाहिर अब हामी चाहिँ यहाँबाट
यस्तो भिड हुँदो रहेछ भिड त कुरै नगरौँ कस्तो दामी सानो भाँडाकुँडाहरू बनाएको के कहानी चाहिँ हाम्रो के हो भने नि अघि त्यो कामाक्षीभित्र मन्दिर जाँदाखेरि एउटा हात डुबाउने ठाउँ पानी हुँदो रहेछ त्यो डुबाउने ठाउँ हुँदो रहेछ कि त्यहाँ चाहिँ मम्मीले हात डुबाउनु भयो होइन त्यहाँ चाहिँ त्यसरी नै यसरी तान्दै त्यहाँमा ढाडमा हान्दै लाग्दो रहेछ हौ किन गरेको अब यहाँ चाहिँ हामी जुत्ता चप्पल निकालेर लगाउने छौँ ल गाइस हामी चाहिँ अब खाजा खान जाँदैछौँ मैले यहाँ मार्केटमा अलिकति घुमेको चाहिँ मैले भिडियो बनाएन किनभने घुमेपछि मलाई अलिकति जाँगर चल्दैन हो जाँगर पनि चल्छ कि तर बनाउनै मन लाग्दैन क्या हेर्नुमै व्यस्त हुन्छु अनि मनै लाग्दैन बनाउनु अहिले चाहिँ हामी खाजा खान जानु लागेको छौँ गाइस चप्पल छोडिँदैन ल हामीले आउनु बित्तिकै खाना पनि आयो हो चल्ला नि किनेको पानी पनि छोड्नु हुँदैन थर्मसमा खल्याउने हो आज हामीले घुमाउन लग्नुहुने अङ्कल चाहिँ उहाँ नै हो अरूले भन्दा चाहिँ मन्दिरको दर्शन 3 बजे सकिन्छ भनेको सुत्थेँ हाम्रो चाहिँ 9 बजे सक्यो हामी चाहिँ एकदम छिटो छिटो भयो फाइनली खाइसक्नु भएको छ अब हामी लाग्छौँ हाम्रो डेस्टिनेसन उमानन्दतर्फ मैले मुखमा गाँस हालेको भिडियो नि बनाउनु मिल्दैन अरे मम्मीको हुन्छ बुवा गाडी चढिसक्यौँ हामी चाहिँ बुवा हुनुहुन्छ अगाडि हो बुवा हो यहाँ चाहिँ लगेजहरू हाल्दै हुनुहुन्छ हाम्रो कम्ता जति छैन कति राम्रो भ्यू यहाँ चाहिँ झन् दामी देख्छ कति बज्यो 9:30 10 बज्न लाग्यो हामी चाहिँ उमानन्द जाने भनेको थियौँ नि हामी उमानन्द आइसकेको छैनौँ यहाँबाट जाने बाटो आइसकेको छ म तपाईँहरू देखाउँछु हेर्नु है कस्तो दामी छ यस्तो बोट यहाँ हेर्नु है यो बोट चढेर चाहिँ हामी जानुपर्ने हुन्छ ऊ त परको उमानन्द टेम्पल जुन चाहिँ यसरी कुद्दैछ हेर्नुहोस् जाँदैछौँ अब हामी हजुर ओहो बाबा त समुद्रमा पो आइपुग्नु भएछ त यसरी जानुपर्छ हामी चाहिँ अब ओइ हो यस्तै हुनुहुन्छ है तर ठुलो ट्र्याक्टर कस्तो लाग्यो तपाईँलाई म चाहिँ यस्तो लामो ट्राभल त गरेको थिइनँ फेवातालमा चढेको थिएँ हाम्रो नानी चाहिँ ऊ पो रहेकै हुनुभयो
पोखराको वृन्दावासिनी मन्दिर ठ्याक्कै त्यही रहेछ यहाँ पनि चाहिँ आइपुग्यो पनि हामी चाहिँ उमानन्द टेम्पल आइपुग्यौँ आई फिल्मको हिरो जस्तै यस्तो कुप्रे परेको निक्ल्यौँ है तलबाट गुफाबाट फेरि बोटमा यत्रो समुद्र पार गरेर हामी आयौँ भगवान भेट ब्रह्मपुत्र नदी यो चाहिँ समुद्र मैले कस्तो पिन्ट्रेस्टी एस्थेटिक फुल भेटेको छु है यो फुलको नाम के होला फुलको रुख चाहिँ कहाँ छ नि होला नि हाम्रो फुल बाटोमा भेटेर कस्तो मन परेर लगाएको नि फुलपाती किनेर चप्पलहरू राखेर अब हामी जाँदैछौँ कता भन्नु न ए हे गलेर केही छैन हो भर्खर 25 वर्षको मान्छे पनि यस्तरी गल्छ फर भगवान उमानन्दको दर्शन पनि गरिसक्यौँ अब यहाँबाट हामी फेरि बोट चढेर डुङ्गा चढेर अब गाडी चढेर अर्कैतिर जान्छौँ पहिला आउँदा अर्कैतिर आउनुभएको थियो पहिलाको पनि ठिकै थियो अहिले पनि भाइहरू हामी यताबाट निक्लेका थियौँ पट्टिबाट ए ल हामीले चाहिँ यहाँको पूजाहरू गरिसक्यौँ किनभने भित्र भिडियो बनाइन भित्र भिडियो फोटो नट अलाउड थियो अनि दुईवटा फोटोहरू खिच्छौँ हजुर त्यसपछि होइन हामी बोट चढेर फेरि अहिलेकै ठाउँतिर गएर गाडीमा अब हामी कता कता जानेछौँ हेरौँला यो माथि छ नि यो चाहिँ केबल कारको ऊ रहेछ रोड रहेछ नपुगेको हो क्या खुकुरी रममा पुगेको ल हनुमान मन्दिर फेरि हामी चाहिँ बोटमा चढेर जाँदैछौँ हाम्रो गाडी भएको ठाउँमा यहाँ मम्मीहरू हुनुहुन्छ मन्दिर चाहिँ यहाँ माथि रहेछ जानुपर्ने चाहिँ माथि मन्दिर रहेछ यसो बोटबाट उत्रिसकेपछि चाहिँ अलिअलि फोटोहरू खिच्यौँ यही बोटमा चढेर आएको हामी चाहिँ वहाँ तलबाट यहाँसम्म आयौँ खासै मजा चाहिँ नहुने रहेछ भ्यू चाहिँ दामी हामीले चाहिँ भर्खर के कस्तो लाग्यो भयो तपाईँलाई मलाई चाहिँ फेट्टिकै मन परेन तारा घर अरे त्यो अङ्कल के भनेर लानुभयो भयो यहाँ स्पेसको बारेमा इङ्ग्लिसबाट पुरा दिँदो रहेछ अलिकति यस्तो गरेको थियो एकछिन भए पनि रेस्ट भयो आउनु 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 अब चाहिँ हामी जाँदैछौँ जुतिर तारा घर हेरिकन हामीले Nicobar Islands in the Bay of Bengal about 20 minutes after liftoff, thereby laying the first building block towards fructifying the. It is essential that the safety of the crew is ensured. Is one such emergency escape measure designed to quickly pull the crew. Of our Honorable Prime Minister on the Independence Day in 2018 marked the beginning of Gaganyaan project, the first human spaceflight mission of India. मां भारत का कोई तारा घरको गेट चाहिँ यही हो मामी आउँदै हुनुहुन्छ घर उत्रिँदैछौँ हामी जू घुम्न आएको जू कस्तो छ वन मान्छे पनि छ भन्ने कुरा सुनेको थियौँ हेरौँ कस्तो छ होला अब हालत पतली भइसकेको छ हाम्रो आनीसँग छ म त अघि बाख्रा भनेको त हरिण पो रहेछ साँच्चीकैमा त हामी चाहिँ यसमा जाने हो कि होइन ल बस्दै गरौँ होला हौ अब हामी सबैजना वन मान्छे यत्रो भनेर हामी त हेर्नु आएको त भयो त यत्रो चिम्पाङ्जी
यस्तो त हाम्रै घरमा आउँछ हौ कोला खानुलाई बेला मौकामा त ढेँडु बहिनीले दिइहाल्यो केटा र केटी भनेको यसले यही भनेको होला नि हिजो डाँटुवा अब यसले लगेर हामी आँखा खोलिदिन्छ अहिले हामी जङ्गल सफारी नै हो चिडियाखानाभित्र चिडियाखानाभित्र छौँ अब घुम्नु यसो जाँदैछौँ हामी चाहिँ लाग्यो चिडियाखाना हेर्न यो गुवाहाटीको आसाम स्टेट जूको चिडियाखाना हेर्ने जङ्गल सफारी जस्तै जङ्गल सफारी जस्तै छ यो यहाँ चाहिँ के साँप छ अरे बाबाहरू हेर्नुहुन्छ म चाहिँ हेर्दिनँ है साँप टाँप चाहिँ मलाई फेरि एक नम्बरको भयो याद पैसा तिरेको छ भन्न मात्र यसलाई हेरेको हामीले चाहिँ भर्खर यहाँ कस्तो लम्पसार परेर सुतिरहेछ सबै हेर्नु यो चाहिँ भालु हो कालो बोरा जस्तो देखेको त केही नै छैन सुँगुर जस्तो नि देख्छ यो जू बकवास रहेछ हामीले हेरेर चाहिँ आयो नि तर ठिकै चाहिँ लाग्यो हामी चाहिँ अहिले यहाँ यो खानु लागेको छौँ बाबा चाहिँ उहाँ आउँदै हुँदो रहेछ जिराफ र खोइ के हेर्न जानुभएको हामी चाहिँ गएनौँ नि त अनि आउँदै हुँदो रहेछ कस्तो छ र मिठो छ हामीलाई एनर्जी पुरा चाहिरहेको थियो कि जू घुम्नु भयो हामी जाँदैछौँ जू हेरिसकेर फ्यान्सी मार्केटतिर र त्यहाँ गएको छैनौँ हामी मैले पनि च्याट जिपिटीमा खोजेको त्यो फ्यान्सी मार्केट भनेर देखाएको थियो अनि चेक गरौँ कस्तो हुने रहेछ के पाउने रहेछ उमानन्द रिभर आइकै हो यो चाहिँ हामी चाहिँ मार्केट सार्केट डुलिवरी बाटोतिर हामी चाहिँ यहाँ होटल रुममा आइसकेको छौँ माथि चाहिँ यहाँ बेडहरू मिलाउनु गएको छ अनि यहाँ आएपछि ब्यागहरू सबै थन्काएर रेस्ट गर्ने हो मैले बाटोको धेरै केही ब्लग बनाइन टायर्ड भयौँ हामी सबैजना है छेउ आउनु आँटेको पनि रोकियो रुम आएर यस्तो लट्ठीपत्र बनाएको छौँ कि बाबाहरू चाहिँ त्यहाँ बस स्ट्यान्ड जानुभएको छ बुझ्नलाई चटपटे खानु लागेको है हामीलाई चाहिँ एकदम भोक लाग्यो बाबाहरू गाडी बुझ्न गएको बिचरा कहाँ हराउनु भयो अहिलेसम्म आउनु भएको छैन अस्ति ट्रेन कस्तो चटपटे खाने आज हामी बाबाहरू अझै आउनु भएन गएको 1 घन्टा भइसक्यो हामी चाहिँ खानाको किचनै यहाँ छ है मिनी किचन